सजालदाईको कराईमा ढेँडो उडाल्नु हुन्छ अरे। ल कस्तो हुँदो रहेछ है गाइसहरू, हेरौँ हेर्नु त कति राम्रो गार्डन। आहा हो के रेकर्ड भयो ल थाहा भएन। ल बुनतुनले पनि हैरान पार्यो। कति आनन्द है दिदीको उसमा। ल अब है नजरले हानेर गर्ने है, यो कौशिलाले खाइसपछि। यहाँ अब यसलाई चाहिँ अब पुरा लाइट जाँदैछ यहाँनिर गर्नु पर्यो। अचम्म भयो। झन् ओपन भएर सजिलो हुने रहेछ के यस्तो ओपनमा सजिलो लाग्छ। कराईमा ढेँडो ओराल्ने अहिले साह्रो परो गर्ने परको चाहिँ उसले चाहिँ हाम्रो भान्जाले कराईमा ढेँडो ओराल्दै हुनुहुन्छ। अर्ग्यानिक अब त्यसैले भाइलाई दिनु न कसो कसोले। कराईमा ढेँडो ओरालेर धनी अझै उ हाल्यो हाल्नु भाइ अलिकति पानी ल ल भयो गिलो भयो भने गर्नु नि तपाईँलाई। ऊ आउँछ देवी हातले मस्त कतिको खाने राम्रो आएछ। ल सुरु भयो है। ढेँडो खाना आएको र सबैभन्दा ढेँडो त झन् घरबेटीले पो खाने भयो त्यो ढेँडो। 10 सेकेन्डको भयो नि।